यहाँ आज चाहिँ फ्यान जोडियो ओरिएन्ट भन्ने फ्यान एउटा चाहिँ लुमिनसको जोडियो। यो चाहिँ ओरिएन्ट इन्डियन ब्रान्ड जस ब्रान्डको गन्तीमा पर्ने राम्रै खालको फ्यान भनेर ल्यायो बजारबाट। गर्मी एकदम बढेको छ। फ्यान जोड्दैछु म। यो चाहिँ मोटर भयो, फ्यानको मोटर छ। यो चाहिँ ब्लेड, 3टा ब्लेड फ्यानको मोटर मात्रै हुन्छ। अनि यो मोटर ब्लेड फाल्टै हुन्छ। यो ब्लेड मोटरको चाहिँ यो माथि 2वटा पिन जहाँ छ त्यो चाहिँ पहिला फुकाल्ने भित्र वासर पनि हुन्छ पहेँलो कलरको। त्यो वासर चाहिँ फाल्नु हुँदैन। अनि फुकालेर यसलाई ठ्याक्क ब्लेडलाई चाहिँ एट्याच गरेर चाहिँ कस्ने। एकदम सजिलो छ जोड्नुको लागि। अब नगर्दाखेरि चाहिँ गाह्रै हो यसरी हेर्दा हैन। यो रड हो, मैले रड पनि जोडिसकेँ। अब तार चाहिँ यहाँ के छ भने यो तारहरू यो अटोमेटिक पहिले जोडिसकेको हुन्छ, अलरेडी जोडिसकेको हुन्छ यिनीहरू। हामीले जोड्ने भनेको यो स्क्रु कस्ने हो हैन। यो चाहिँ के भन्छ यसलाई, नट पनि दिएको हुन्छ सबै। यहाँ यो चाहिँ माथि सिलिङमा झुन्डाउने नट पनि दिएको हुन्छ। नट कस्ने यो चाहिँ पिन हो, सेफ्टी पिन भनौँ न यसलाई। सेफ्टी पिन लास्टमा राख्ने। यो चाहिँ केही गरी यो फुस्केर निस्क्यो भने पनि यसले चाहिँ अडाउँछ। अनि यो तार हामीले जोड्ने यो चाहिँ माथि सिलिङमा कनेक्सनमा जान्छ। यो जोड्ने हो। यो रातो माथि, कालो तल गरेर चाहिँ जोडिदिएको छु मैले। सजिलो छ यो रड। यो ओरिएन्टको जस फ्यान राम्रो हुँदो रहेछ। अब रड कुनैको चाहिँ रड लामो हुने, अब त्यसलाई काट्नुपर्ने अवस्था पनि आउँछ। तर यो चाहिँ ठ्याक्क कति 22 सेन्टी कति पो हुन्छ 8 इन्च लगभग, 8 होइन 10 इन्च कति पो हुन्छ। एकदम सजिलो रहेछ जोड्नु। 8 भनेपछि लगभग 9 इन्च भनौँ न, 9 इन्च हुन्छ यसको रड चाहिँ। सजिलो छ, राम्रो छ यो जस। हावा पनि राम्रो दिँदो रहेछ। अनि यसलाई चाहिँ यो तारलाई चाहिँ सिधै माथि निकाल्ने। अनि यसलाई चाहिँ यहाँ हुन्छ यो चाहिँ अब नटको दुलो हो यो। यहाँबाट चाहिँ तार निकाल्ने हामीले। अनि यो चाहिँ अब चाहिँ यो क्यानोपी अथवा क्याप पनि भन्छ हैन। यसरी ठ्याक्कसँगले मिलाएर हामीले भिडियो बनाउँदैछु म एक हातले समाएर। सरी उल्टो लगाइयो। टक्कसँगले यसरी चाहिँ हाल्ने हो। यो तरिका सहयोग गर्ने मान्छे नभएर यसरी ठ्याक्क यतिसम्म राख्ने। यहाँ अलिकति ग्याप हुनुपर्छ, नत्र पछि आवाज आउँछ। योसँग आउन दिन्छ फेरि यति यहाँ। अनि त्यसलाई पनि यसरी लगाइदिइहाल्ने टक्कसँगले जोडिदिने। यसरी अघि खिच्नु पाएको यसरी हुन्छ। यो तार मैले ननिकालेँ, मेरो अनुहार चाहिँ नखिचेँ। काम गरेको चाहिँ यसरी चाहिँ। त्यसका बाहिर कहाँ डल्लो पऱ्यो, गाडै पऱ्यो क्या हो। तरिका गाडै परेको छ त्यसका बाहिर। गाँटो पऱ्यो नि तल कताबाट सानो स्क्रुड्राइभर। यसरी चाहिँ तार पनि डल्लो पर्छ यार। यसरी निकाल्ने तार। अब चाहिँ हामीले यसमा चाहिँ रड, यो दुलोमा चाहिँ नट बस्छ हाम्रो माथि सिलिङमा नट बस्छ। अनि यसलाई खोल्ने हो।
सिलिङमा चाहिँ यो यता यसरी रहन्छ सिलिङमा सिलिङतिर यो ठ्याक्क रड सिलिङको रडमा यसरी झुन्डाउने यो खोल्ने अनि कस्ने जस्तो छ त्यसरी कसे भइहाल्छ ल साथीहरू अब गर्मीमा जे होस् इन्जोय गर्नु अब चिसो हावा खाँदै सरी यार कहाँ यो उल्टो हालेछ नि त हेत्तेरिका यो माथिको यो सिलिङमा यो तार छ यो ग्रिन कलरको होइन यो चाहिँ अर्थिङको तार हो यो वायरिङ गर्ने इलेक्ट्रिसियन भाइहरूले चाहिँ छोडेको के को तार भन्दा यो अर्थिङको तारै हो त्यो चाहिँ क्याप खोल्ने हो हामीले सेतो क्याप ठ्याक्कसँगले चढ्नु पऱ्यो यो चाहिँ जानकारी दिनको लागि पनि हो कि त्यसरी खोल्ने कति फोकटमा पैसा खुवाउनु हो इलेक्ट्रिसियन भाइहरूलाई यो चाहिँ यस्तो हुन्छ ठ्याक्क छ तपाईँले यसमा एउटा तार यसमा एउटा तार फ्यानको दुईवटा तार हुन्छ यो तार ठ्याक्क जोडिदिनु मिल्ने गरी यो दुलोबाट चाहिँ भित्र लाने तारलाई यहाँबाट ठ्याक्क उता दुईतिर छिराएर यो पिन हेर्दाखेरि यो फ्युज जस्तो हुन्छ पिनको यो एक साइडबाट दुई साइडबाट चाहिँ छिराएर चाहिँ जोडिदिँदा भइहाल्छ यसलाई चाहिँ यसरी छिराउने यो दुलोबाट यो पावरको तार दुईवटा यो अर्थिङको भइगयो यो अर्थिङको चाहिँ त्यो डन्डीमै जोडिदिए पनि भयो यसमा चाहिँ यो साइडको दुलो यो साइडको दुलो यो भित्रपट्टिबाट जोडिदिए हुन्छ लगेर तार अनि सकिन्छ राम्ररी फ्यानको हावा चिसो खान पाइन्छ है साथीहरूलाई आफै जोड्ने अब यहाँ पैसा दिएर सकिँदैन काम गर्दै सिकिने पनि कसैलाई अब चाहियो भने अब मलाई बरु पैसा दियो हुन्छ कुरा के हो भने साथीहरू फ्यान आफै जोड्ने पैसा बचाउने अनि चिसो बियर खाने